नमस्ते। देशको राजनीतिक अवस्था एक प्रकारले युटर्न भएको छ। नसोचेको कुरा भइराखेको छ नेपालमा। पार्टीका नेताहरूले आजको स्थिति हामीले बेहोर्नु पर्ला भन्ने कुरा उनीहरूले कल्पना पनि गरेका थिएनन्। उनीहरूसँग लामो समयदेखिको सत्ता र शक्तिको उन्माद एक प्रकारले चरम सुलीमा पुगेको थियो। जनतालाई देशभित्र बस्न र बाँच्न सक्ने परिस्थिति बनाउने सवालमा उनीहरू चुकेका थिए। सुशासन दिने सवालमा उनीहरू चुकेका थिए। चरम रूपमा भ्रष्टाचार भइरहेको थियो। राष्ट्रघात र देशद्रोहका तमाम श्रृङ्खलाहरू त्यो बयान गरी साध्य छैन। नेपाली जनतामा एक प्रकारको अस्वाभाविक विद्रोहको स्थिति निर्माण भएको थियो। कुनै पनि बेलामा देशमा अप्रत्याशित रूपमा राजनीतिक दुर्घटना हुन्छ है, हुन सक्छ है भनेर हामीले बारम्बार शासकहरूलाई प्रशासकहरूलाई परिस्थितिको नजरअन्दाज नगर्न र नेपाली जनताको आक्रोशलाई कमजोर नठान्न हामीले बारम्बार सचेत गराउने काम गर्यौं। त हाम्रो कुरा यो देशका शासक प्रशासकहरूले ध्यानपूर्वक सुन्ने, बुझ्ने र त्यो अनुसार शासन शैलीलाई सुधार गर्ने, प्रशासनलाई सुधार गर्ने र जनताका मनभित्रको विद्रोहलाई निस्तेज गर्दै राष्ट्र अनुकूल दुनियाँलाई बनाएर राज्य सञ्चालन गर्ने सवालमा चाहिँ पुराना पार्टीहरू र शासक प्रशासकहरू चुकेको कुरा त्यो दिनको घाम जतिकै छर्लङ्ग थियो। हामीले चाहिँ के सोच्यौँ भने शासक यति अविवेकी हुन्छन् होला, यति कमजोर हुन्छन् होला विवेक र विचारका हिसाबले भन्ने कुरा त्यो कल्पना पनि गरिएको थिएन। यदि कमजोर हुँदा रहेछन् शासकहरू कि त्यो सत्ता र शक्तिमा पुगिसकेपछि सायद उनीहरूको दिमागले नै काम गर्दो रहेनछ भन्ने लाग्यो मलाई। पछिल्लो समय हामीले त्यसरी बुझ्नुपर्ने हामीलाई पनि एक प्रकारको बाध्यता भयो। लामो समयदेखि जनतामाथि अन्याय भएको थियो, थिचोमिचो भएको थियो। सामाजिक न्याय सम्पूर्ण रूपमा मरेको थियो र जनताले आफ्नो देश भइकन पनि आफ्नो देशभित्र बस्न र बाँच्न सक्ने स्थिति त्यो दिनानुदिन अरू कमजोर बन्दै गइराखेको थियो। त त्यो यो स्थितिले कहीँ न कहीँबाट समस्या सिर्जना हुन्छ भन्ने कुरा त त्यो सजिलै बुझ्न सकिने कुरा थियो। त्यो बुझ्नका निमित्त कुनै छुट्टै कुनै योग्यता, कुनै क्षमता र त्यो कुनै विवेकको कुनै तागत छुट्टै चाहिँदैन थियो। त्यो आम नागरिकले महसुस गरेको विषय थियो। त शासक प्रशासकहरूले त्यतातिर ध्यान नदिएपछि स्थिति अरू जटिल बन्दै गयो र त्यसले भदौ 23 र 24 दुई दिनको अकल्पनीय जनविद्रोह भनौँ त्यसलाई, त्यो प्रायोजित भए पनि आयोजित भए पनि त्यो स्वस्फूर्त नेपालीहरूले गरेको भए पनि ब्याकग्राउन्डमा कोही विदेशीहरू भए पनि भयो त्यो। त त्यसपछि ती गम्भीर प्रकृतिका अपराध, त्यो युवाहरूको हत्या माथि छानबिन गर्ने र 24 गते राज्यका महत्त्वपूर्ण संरचनाहरूमा आगजनी गर्ने, सिंहदरबार, सर्वोच्च अदालत, त्यो संसद भवन, बालुवाटार, प्रधानमन्त्रीको निवास, राष्ट्रपतिजीको निवास र व्यक्तिका चाहिँ सम्पत्तिहरू र नेताहरूको घरमा आगजनी गर्ने, तोडफोड गर्ने, लुटपाट गर्ने, जे अपराधमा जो संलग्न भए तिनीहरूमाथि पनि छानबिन गर्ने र दण्ड दिने हिसाबले त्यो भदौ र 23 को आन्दोलनले जुन सरकार बनायो सुशीला कार्कीको, त्यो सरकारले छानबिन आयोग बनायो। त त्यो छानबिन आयोगले समयमै त्यो प्रतिवेदन सार्वजनिक गरेन र त्यसले
23 गतेलाई मात्रै फोकस गर्यो र 24 गते को विध्वंस र त्यो देशलाई खरानी बनाउने अपराधमा संलग्नहरूमाथि कारबाही गर्ने कुरा ठोस रूपमा त्यसले कुनै पनि कुरा बाहिर ल्याएन र त्यो अपूर्ण प्रतिवेदन आयो भन्ने कुराहरू पनि आइराखेका छन्। र मुख्य कुरा त सुशीला कार्कीको सरकारले निर्माण गरेको जो छानबिन आयोग थियो त्यो आयोगले त्यो प्रतिवेदनलाई सार्वजनिक गरेर दण्ड दिनुपर्नेहरू को हुन्, 23 गते त्यो युवाहरूको हत्यामा संलग्न को हुन्, त्यो प्रशासनिक निकायमा बसेकाहरू या राजनीतिक नेतृत्वदायी भूमिकामा रहे बसेकाहरू कसलाई कारबाही गर्नुपर्ने, प्रचलित कानुनले के भन्छ, विधि विधानले के भन्छ त्यो अनुसार गर्नुपर्ने र 24 गते देश खरानी बनाउने तत्त्वहरू जो संलग्न थिए उनीहरूलाई पनि कठोरतापूर्वक दण्ड सजाय दिने गरिकन त्यो प्रतिवेदन सार्वजनिक गर्नु पर्थ्यो र त्यो कुरा कार्यान्वयनको चरणमा ल्याएर सुशीला कार्कीको सरकारले बिदा लिनु पर्थ्यो। तर त्यो नगरिकन सुशीला कार्की सत्ताबाट बाहिरिनु भयो र त्यो प्रतिवेदन आयो र त्यो छानबिन गर्ने, कारबाही गर्ने, के गर्ने कुरा चाहिँ त्यो नयाँ फागुन 21 गते गरिएको चुनावबाट आएको रासोपाको सरकारको जिम्मा लगाएर सुशीला कार्की निस्किनु भयो। एक प्रकारले उहाँले मुलुकप्रति बेइमानी गरेर नै जानुभयो। उहाँ खालि चुनाव गराउनका निमित्त मात्रै सत्तामा आएको जस्तो र सिंहदरबारमा प्रधानमन्त्रीको रूपमा, पहिलो महिला प्रधानमन्त्रीको रूपमा त्यहाँ फोटो झुन्ड्याउनका निमित्त मात्रै सुशीला कार्की आएको जस्तो देखियो र उहाँ त्यसरी नै जानुभयो। त्यसैगरी यो राष्ट्रप्रति यति सजिलै अन्याय गर्ने र यति गैर जिम्मेवार ढङ्गले शासनमा बस्ने र सजिलै शासन सत्ताबाट बाहिरिने त्यो विरलै चाहिँ देशहरूमा हुन्छ होला, जो नेपालमा चाहिँ त्यो सहजै हुने गर्छ। यहाँ कोही पनि सजिलै शासनमा आउँछन् र तिनीहरू सजिलै शासनबाट बाहिरिन्छन्। राष्ट्र र जनताले सुम्पिएको जो महत्त्वपूर्ण जो दायित्व हुन्छ त्यसलाई कहिले पनि उनीहरूले पुरा गर्दैन। सुशीला कार्कीको सरकार त्यसरी गयो र उहाँ सत्ताबाट बाहिरिनु भयो। त फागुनमा भएको चुनावले अप्रत्याशित रूपमा रासोपा पार्टीको बहुमतको सरकार, लगभग 2/3 सरकार निर्माण भएको छ। केही प्रतिबद्धताहरू र केही सुधारका र सुशासनका केही कार्यक्रमहरू यो सरकारले अगाडि सारेको छ। ती कतिसम्म ती सफल हुन्छन्, ती प्रतिबद्धताहरू उनीहरूले कसरी पुरा गर्छन्, त्यो समीक्षाको विषय भन्दा पनि प्रतीक्षाको विषय छ। बालेन सरकार जसरी निर्माण भएको छ, जसरी उनीहरू सत्तामा आएका छन् र ल्याइएको छ उनीहरूलाई, जनताले आफ्नो ठाउँबाट मत हाले होला, त्यो कुरालाई पनि हामीले नजरअन्दाज गर्न मिल्दैन। तर नेपालको सत्ता परिवर्तनमा बाह्य शक्तिहरूका भूमिकाहरू त्यो देखिने नदेखिने गरी अत्यन्तै गम्भीर प्रकृतिका हुन्छन्। उनीहरूले आफूले चाहेको शासकलाई सत्तामा ल्याउने र आफू अनुकूल नहुँदा त्यो शासकलाई सत्ताबाट गलत्याएर बाहिर फाल्ने, त्यो काममा बाह्य शक्तिहरू, विशेष गरी शक्ति राष्ट्रका खुफिया एजेन्सीहरूले त्यो काम गर्ने गर्दछन्। नेपालमा पनि त्यो नाङ्गो रूपमा हुँदै आएको छ। र भदौ 23 र 24 को त्यो जेएनजीको आवरणमा जुन प्रकारको आन्दोलन र विद्रोह गराइयो नेपालमा, र त्योभन्दा अगाडि 21 के अरे 22, 20, 19 गते के छलफल भए, त्यो भदौ 23 र 24 मा कसरी आन्दोलनलाई सञ्चालन गर्ने अथवा के गर्ने भन्ने कुराका योजनाहरू कहाँ बुनिए, त्यसमा को कस्ता पात्रहरू त्यसमा संलग्न भए, कसले कस्तो भूमिका खेले भन्ने कुरा, त्यो पनि दिनको घाम जतिकै छर्लङ्ग छ। धेरै कुराहरू बाहिर आइसकेका छन्। त्यहाँ हामी जेएनजी आन्दोलनमा सहयोग गर्न पानी बाँड्न आएका हौँ भन्नेहरूले अन्ततः त्यो आन्दोलनलाई
हाइज्याक गरेर शासन सत्तामै उहाँहरू पुग्नु भएको छ। म यसलाई अन्यथा मान्दिनँ। मैले अघि पनि भने जुन देशमा बाह्य शक्तिहरूको भूमिका महत्त्वपूर्ण हुन्छ त्यहाँ बाह्य शक्तिहरूद्वारा परिचालित मानिसहरू शासन सत्तामा आउँछन्, सजिलै आउँछन्। उनीहरू हाइज्याक गरेर होस् या जनताको मतद्वारा होस् या अरू कुनै तागतका बलमा होस्, उनीहरू सत्तामा आउने गर्छन्। नेपालमा पनि भएको त्यही हो। त्यस भएर म त्यसलाई पनि धेरै अनौठो मान्दिनँ। त्यो लामो समयदेखि हामीले देखेका छौँ। विदेशमा बसेर यो देशमा युद्ध हाँक्नेहरू पनि शासन सत्तामा आएको हामीले देखेका छौँ। हजारौँ नेपाली जनताको खुन खराब गर्नेहरू पनि दण्डित हुनु परेन, उनीहरूले पुरस्कार स्वरूप सत्ता प्राप्त गरेका छन्, त्यो पनि हामीले देखेका छौँ। राज्यको सम्पत्तिमा आगजनी गर्ने, तोडफोड गर्ने, बैंक लुट्नेहरू नै देशका शासक बनेका पनि हामीले देखेका छौँ। त्यसो भएको हुनाले भदौ 23 र 24 पछि जे भयो म यसलाई बडा अनौठो भयो भनेर भन्दिनँ। यस्तो हुन्छ, यो देशमा हुने गरेको छ र नेपालीहरूले पनि यसलाई सहज ढङ्गले लिने गरेका छन्। त अब जेसुकै भयो होस्, त्यो अब त्यतातिर धेरै हामी अल्झिन जरुरी छैन। जसरी बने पनि बालेनको नेतृत्वमा प्रधानमन्त्रीको रूपमा बालेन्द्र शाहलाई राखेर जसरी सरकार निर्माण भएको छ र यो सरकारले राष्ट्रका सामु, जनताका सामु जे प्रतिबद्धताहरू प्रस्तुत गरेको छ, अब उनीहरूले हुबहु त्यो क्रियान्वयन गर्नुपर्छ। मुख्य कुरा यो राष्ट्रको अस्तित्व रक्षाको प्रश्न हो। सुशासनको कुरा, सुधारको कुरा, मलाई लाग्छ त्यो नेपाली जनताका लागि चाहिँ महत्त्वपूर्ण होला। अहिलेका लागि, तत्कालका लागि आफूलाई के गर्दा फाइदा हुन्छ त्यो गर्छ। त्यो आफूलाई फाइदा हुने काम कसैले गर्छ भने नेपालीहरूले त्यसको सिद्धान्त के हो, त्यसको राजनीतिक इतिहास के हो, त्यो कहाँबाट आयो, कसरी आयो, त्यसले स्वाधीन विवेक र विचार राख्छ कि राख्दैन, त्यसले यो राष्ट्रलाई राख्न सक्छ कि सक्दैन, नेपाली जातिका बिचको सामाजिक एकता र हाम्रो राष्ट्रियतालाई बलियो राख्न सक्छ कि सक्दैन, त्यतातिर ध्यान दिँदैन नेपालीहरूले। आफ्नो स्वार्थपूर्ति कसैले गरिदिन्छ भने उसका पछाडि उभिन्छन्। त्यो नेपालीको मात्र होइन, संसारको दुनियाँको चरित्र चाहिँ त्यस्तै हुन्छ। त नेपालीहरूको पनि त्यही हो। त्यसो भएको हुनाले म अहिले यो रासोपाले पाएको जनसमर्थन र रासोपाको नेतृत्व र यो सरकारको नेतृत्व गरिरहेका व्यक्तिहरूमाथि अहिले प्रश्न उठाउन त्यति सहज छैन। प्रधानमन्त्री बालेन्द्र शाह